What's up? Welcome to Samir Jai Vlog. So आज चाहिँ हामी खासमा पान खान आएको पान खाँदा खाँदा चाहिँ हामी अगाडि रिङ रोड पुग्यौँ महालक्ष्मी स्थान मार्ग अहिले चाहिँ हामी अहिले पाटन हस्पिटलदेखि हल्का धेरै होइन 100 मिटर 150 मिटर अगाडि पुगेछौँ खासमा हामी पान खाने भनेर आएको तर हामी पान होइन अब के खायौँ होइन खाएको त छैन हामीले अहिले अर्डर गरेछौँ त्यो एउटा लजानिया पास्ता अनि ग्राभियोली आलिया ओलियो अनि अनि के अरे फारफेलो पास्ता अर्डर गरेको छौँ धेरै होइन अल्फ्रेडो पास्ता अनि कार्बोनारा अनि बोलोनिज अनि धेरै होइन नेपुलिटाना पेनी अनि धेरै होइन कति 25 करोडको पर्छ के होइन 25 करोड त के हो हामी त्यसै फालिदिन्छौँ अब हजुर देख्दा सानो रेस्टुरेन्ट लाग्यो होला तर यो कार्ड चाहिँ के को थाहा छ शेरबहादुरको घरमा जुन कार्ड थियो नि त्यो कति 5 इन्चको कति करोड पनि त्यही कार्ड हो कि हजुर एफोर्ड गर्न सक्नु हुँदैन होला हामी चाहिँ सक्छौँ किनकि हामी धनी नि त भर्खर पास्ताहरूको नाम भन्यो त्यो धेरै नै 25 करोडसम्मको पास्ता मगाएको छौँ अहिले अनि अब चाहिँ हामी ह्याप्स हान्छौँ होइन अब के आउँछ हेरेर मैले यो अहिलेसम्म यस्तो बोतल हेर्नु भएको थिएन होला एक्वायन ल्यायो नि त अनि मेन चिज तहरूले देखाउनै बाँकी छ यसमा के थाहा छ नेपोलिटाना प्लस मिन्स मिटहरू बोलोने सस गराएको हो यो अहिले थाहा नै छैन कि यसको किमतै कति छ हेर्दाखेरि हरियोलाई भित्र यसको माल हेर्नु न पदार्थ हेर्नु के छ बिस्तारै हजुर जान्नुहुन्छ होला अहिलेको लागि यति नै राखौँ सो धन्यवाद सेवारो फ्याफुल्ला अहिले हामी आउनु चाहिँ अब हामी 3 जना छौँ हाम्रो धीरज दाई म अनि हाम्रो नवीन भाइ बिस्तारै अब के हुन्छ हेर्दै जानु त होइन अब के आउँछ हेर्दै जाउँ गाइज हाम्रो माल चाहिँ आउँदैछ अब कतिको माल रे 25 करोडको माल 25 करोडको माल आउँछ त्यसपछि आयो है यहाँ हेरेर सोध्नुहुन्छ ब्याक साइडमा दुनिया लोगो लगाउनुपर्छ त्यो चाहिँ डम्प्लिङ्स हाल्दै हुन्छ हाम्रो माल चाहिँ रेडी भइसकेको छ अब एकछिनमा आउँछ है गाइजहरू धेरै इन्तजार गर्नु पर्दैन धेरै 25 मिनट मात्र 25 मिनट प्लिज धीरज दाइलाई अलिक लागिसकेको छ हाम्रो भाउजूले बोलाउनु पर्यो अब हाम्रो भाउजू कता छ मैले थाहा छु म सरी माफी माग्न चाहन्छु गाइस अघिको अर्डर चाहिँ त्यो चाहिँ सस्तो तिनो रहेछ त्यो 10-15 हजारको हाम्रो चाहिँ 25 करोडको भयो नि एकछिन रोक्नुमै आइरहेको छ अब चाहिँ आयो है गाइस अब चाहिँ आयो डुक्का एकैछिन दैले त राख्नु होला हेर खानुको लागि कस्तो गरी बसी कहिले आउँछ र खान्छु भनेर अब चाहिँ पक्का आयो ल प्लिज माफी माग्छु मेरो लागि सबैले सेवारो नमस्ते फ्याफुल्ला नाम्स्यो जोरले र मेरो सम्पूर्ण तथा यहाँ ब्लगमा हेरिराख्नु भएको मेरो प्यारा तथा दिदीबहिनी दाजुभाइहरू बाजे अङ्कल आन्टीहरूलाई सबैलाई अहिले चाहिँ हामी थाहा होला नि अघि भनेको ब्लगमा 25 करोडको छ एकछिन समय लाग्छ होइन अब हाम्रो दाइले 25 करोडको माल लिएर राख्नुभएको छ दाइ 25 करोडको माल देखाइदिनु ल यो 25 होइन 19.5 को भनेपछि 29.5 करोडको यो ल सुनिसक्नु भयो होला यस्तो यस्तो छ है खानेकुरो 20 करोड त होइन होला ज्यादै भयो यस्तै भनिदिउँ होइन अचार त ल्याउन कस्तो हाल्नु छ नि खाना होइन होला ल अब चाहिँ खानु सुरु गरौँ यो चाहिँ हाम्रो के हो यो दाइ
ऊ हो कि अचार। त्यो स्प्याङ्गस सेसामी एलोसको सस हो कि यो वाह बुझेन तर सुन्दा रमाइलो लाग्यो तर गाइस केटीले चाहिँ हजुर दियो ल पछाडि आएर करोडपट्टि आइरहेको यो चाहिँ हाम्रो भित्र किमा हुन्छ है भित्र किमा के हुन्छ को किमा भन्दा चाहिँ डाइनोसर हो है त्यो पिरो अचार ल्याऊ। मिठो त मिठो आजको सस देऊ यो देऊ न कति मजाले खान लागिरहन् हाम्रो नवीनले मस्त खाइरहन् कस्तो छ मिठो छ दाइ कस्तो छ ल हाम्रो आइसकेको छ यो चाहिँ हाम्रो अघि डाइनोसरको मासु थियो भने यसमा चाहिँ हाम्रो उसको छ के अरे गोडजिल्लाको छ गोडजिल्लाको मोमो हो यो अघि 25 करोडको थियो भने अब गोडजिल्ला त महँगै हुन्छ है डाइनोसर भन्दा ताकतवर हुन्छ धेरै होइन यस्तै 5 करोडै भनौँ न 5 करोड बढाएर 30 करोडकोमा हाल्यो यो सो अब हामी इन्जोय गर्छौँ हजुर म चिसो हुन्छ कि चाँडो खाउँछु म हजुरहरू दिनु होला अनि यता नि भप्पा हालिसक्यो यहाँ अचार नहाल्ने हाल हाल यसले हाल्छ यो अचार चाहिँ के को थाहा छ नि कुन डाइनोसरले जुन घाँस चाहिँ त्योबाट बनाएको अचार हो नि फेरि डाइनोसरको आगो चाहिँ थाहा होला रातो हुन्छ यो पनि त्यस्तै छ हेर ल त दुईटा हुनुपर्छ त अट्दैन के भयो दाइ तपाईँहरू किन नखानु भयो दाइ के भयो किन नखानु भयो ल छिटो खानु छिटो जानुपर्छ सुत्नुपर्छ रातिको अहिले कति बज्यो 11 बजिसक्यो थाहा रहेछ त